सम्पूर्णलाई मेरो नमस्कार र म पुलु अनि तपाईहरु सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। हिजोको भिडियो हेर्नुभयो भने थाहा पाउनु होला म कहाँ गएको छु भनेर। आज चाहिँ माइजू र म बिर्ता मोटाको छौं अनि माइजूको बहिनी पनि आउनु हुँदैछ अरे अनि माइजू र म चाहिँ यहाँ बसेर पर्खिँदै छौं। अनि अहिले माइजू र म चाहिँ कस्मेटिक पसल गएको छौं। उता आन्टी आउनु ढिलो गर्नुभयो नि त अनि हाम्रो सामानहरु चाहिँ हामी किन्दै गर्ने भनेर चाहिँ हामी चाहिँ माइजू र म चाहिँ सामानहरु किनिसकेर पनि आन्टीलाई पर्खिदा भइसक्यो। आन्टी चाहिँ त सुरुङगादेखि आउँदैछ नि त अनि माइजू र म चाहिँ यता उता हेर्दा पर्खिदा आन्टीको गाडी नै छुट्यो अरे अनि त्यही भएर ढिलो भएर चाहिँ यहाँ माइजू र म पर्खेको छौं। अहिले चाहिँ आन्टी पनि आइपुग्नु भएछ। अब हामी प्राचीन होटल खाजा खानको लागि गएको छौं। अनि आजको मौसमको कुरा गर्ने हो भने चाहिँ चिसो नै छ मौसम, तर अति चिसो पनि छैन अति गर्मी पनि छैन, ठिक्कको छ। अनि आन्टी र माइजू चाहिँ यहाँ गफ गर्नु हुँदैछ। माइजूले घडी हेर्नु हुँदैछ। अघि आन्टीलाई पर्खिँदा गऱ्यौं नि त 12 बजिसक्यो अहिले त। अनि अब हामी पनि खाजाहरु खान्छौं अनि फोटोहरु खिच्छौं अनि जान्छौं। आन्टी पनि जानुहुन्छ, माइजू र म पनि जान्छौं। सौदाहरु किन्नु पनि छ अनि किनेर हामी जाने। यो होटल चाहिँ यस्तो रहेछ है। यतादेखि म अहिले देखाउँछु नि ल। उताउति गरे यहाँ माइजू बिल तिर्नु हुँदैछ अनि यो चाहिँ बाँसको जस्तै लाग्यो यो बाल्टी। अनि यो चाहिँ बाँसको त्यो तलको जरामा बनाएको जस्तै लाग्यो के मान्छेको अनुहार जस्तो बनाएर। अनि त्यो जाँतो अनि यो चाहिँ के भन्छ ओखली, त्यो ओखली माइजूले गुटी जस्तो गर्दैछ। उतिरको ठेकी अनि आन्टीले फोटो खिच्दिन आन्टी भनेको भिडियो बनाइदिनु भएछ क्या आन्टीले यहाँ चाहिँ। अनि म चाहिँ साइलेन्ट तरिकाले बसिरहेको छु त्यहाँ नहल्ली मूर्ति जस्तो। यो ठेकी ओखलीहरु अनि अरु केहरु पनि थियो, मैले यति मात्र खिचे। अनि अहिले यो ओखलीहरु त पाइँदैन, पिठोहरु कुट्नेहरु यो पहिला चाहिँ कुट्थ्यो, अहिले त सबै मेसिनहरु हुन्छ। अनि माथि उदी मात्रै कता गुठतिरहरु मात्रै पाइन्छ। तर यो होटलमा चाहिँ सजाउन राख्नु भएको रहेछ। अब हामी पनि घरतिर जान्छौं। हामी पनि घर जानको लागि निस्किदै छौं। फोटोहरु खिचेर यहाँ हेर्दै केहरु गफ गर्दै। अब माइजू र मेरो एकछिन यहाँ पनि काम छ अनि हामी माइजू र म चाहिँ सैनिकमा एकछिन बजार लाग्छ आज, त्यहाँ जाने। अनि यो प्राचीन होटल कस्तो हरियाली देखिँदो रहेछ क्या बाहिरदेखि पनि। यो चाहिँ ढुङ्गाको गाह्रो जस्तै लाग्यो। यी माइजू र म चाहिँ अघि सैनिक पुगेर पनि अटोमा यहाँ सौदाहरु किन्दै छौं। अनि माइजू त्यहाँ टमाटर प्याजहरु छान्नु हुँदै थियो। अब चाहिँ हामी पनि सामान किनिसक्यौं अनि हामी अघि घर पुगेर पनि दिउँसै अनि बस्यौं, मोबाइलहरु खेलायौं अनि नुहायौं। अनि त्यहाँदेखि यहाँ माइजूले अघि खानाहरु नि पकाउनु भएछ अनि यहाँ पस्किदिराख्नु भएको छ। मामा यता खानु हुँदैछ, माइजू त्यहाँ गफ गर्नु हुँदैछ अनि नानी यहाँ मोबाइल चार्ज गर्दै छिन्। अब हामी पनि खानाहरु खाइसक्यौं। अब सुत्ने। बाइ बाइ साथीहरु।